हजुर सम्पूर्णमा नमस्कार, म विनिता राई। आज चाहिँ मैले चाहिँ यहाँ प्याज रोपेको थिएँ। कति भयो? प्याजलाई चाहिँ अब वैज्ञानिक आधारमा चाहिँ के हो त्यति राम्रो थाहा छैन। अब व्यावहारिक आधारमा चाहिँ अब प्याज अलिकति ठुलो भएपछि चाहिँ होइन उसको भित्र उसको बोटी ठुलो बनाउनका लागि चाहिँ लडाउने हाम्रो गाउँघरको चलन छ। त्यही अनुसार म प्याज चाहिँ लडाउँदै छु। तपाईँहरू देख्नु सक्नुहुन्छ यहाँ थोरै ठाउँमा लगाएको राम्रो छ। यहाँ हेर्नुहोस् है साथीहरू, हामी चाहिँ यसरी ढलाउँछौँ। यसरी ढलाउँदा चाहिँ के हुन्छ होला जस्तो लाग्छ भने मलाई यहाँ यो पातमा लाग्ने पोषण चाहिँ तल फेदमा लाग्छ र यसको बोटी चाहिँ ठुलो ठुलो हुन्छ होला। त्यही भएर नै सबैले ढलाउनु पर्छ भन्नुभएको होला। त्यही भएर मैले पनि इष्टमित्रले गर्नुभएको कामलाई चाहिँ फलो गरेको। यस्तै छ, फुर्सदको टाइममा के गर्ने त भनेर भन्दा यस्तै छ है साथीहरू। देख्न सक्नुहुन्छ यो चाहिँ मेरो प्याजबारी हो। म चाहिँ प्याजबारीमा आज प्याज चलाउँदैछु। थोरै छ तर राम्रो छ, किनकि फेरि म चाहिँ म बिउ पनि आफै ल्याउँछु होइन। अनिदेखि आफै चाहिँ बेर्न राखेर चाहिँ म चाहिँ आफै उमारेर चाहिँ रोप्छु। जस आफूलाई चाहिने चाहिँ म खासै बजारमा किन्दिनँ, म आफै सधैँ उत्पादन गरेर खान्छु। मेरो चाहिँ यस्तो जान्छ। हेर्नुहोस् है कस्तो राम्रो छ कि ला, यो त अलिक छिपेर भाँच्न पनि थाल्यो। किनकि प्याट भाँचिँदै पनि छ कि, किनकि ढिलो भइहाल्यो। अस्ति ढाल्नुपर्ने थियो, मैले ढाल्न भ्याइनँ किनकि म अरूतिरै बिजी भएँ नि त। भिजिट नेपाल, किनकि मलाई चाहिँ कहिलेकाहीँ यसो घुम गर्नु पनि मनपर्छ अनि कहिलेकाहीँ यस्तो काम गर्नु पनि मन लाग्छ। धन्यवाद, थ्याङ्क यू। अनि प्याट